सपनामा विवाह नभएको स्त्रीले या पुरुषले अनार खाँदै गरेको देख्नुभयो भने अब विवाह हुने योग आइसकेको छ, अब विवाह हुनेवाला छ, यो कुरो बुझ्नु पर्यो। सपनामा आफै आकाशमा उडेको देखियो भने यो सबैभन्दा राम्रो सपना हो भनेर बताइएको छ। यस्तो सपना देखे अब भाग्यको उदय हुन्छ। भाग्य उदय भइसकेपछि उन्नति प्रगति सबै त्यहीबाट हुने हो। सपनामा गौमाता देख्नुभयो या वृषभ देख्नुभयो या गाईको दूध दुँदै गरेको देख्नुभयो या पर्याप्त मात्रामा गौको दूध देख्नुभयो भने पनि त्यसलाई भाग्योदयको प्रतीक मानिएको छ। यदि यस्तो देखिएको छ भने अब भाग्य उदय हुनको लागि केही समय लाग्दैन, अब पदोन्नति हुनेवाला छ, यो कुरो सम्झिए हुन्छ। सपनामा फुलबारी देख्नुभयो, अनेक फलहरू लागेको, फुलहरू लागेको, सेतै फुलहरू फुलेको देख्नुभयो भने अब हजुरले आर्थिक लाभ प्राप्त गर्दै हुनुहुन्छ। धन सम्पत्तिको कमी हुँदैन हजुरको यहाँ। सपनामा देवताहरूको पूजा गरेको देख्नुभयो, कसैले पूजा गरेको देख्नुभयो या आफैले पूजा गरेको देख्नुभयो या मन्दिरमा गएर दर्शन गर्दै गरेको देख्नुभयो या भगवान प्रकट हुनुभएको देख्नुभयो भने यो सपना पनि अत्यन्तै शुभ हो। अब घरमा केही शुभ हुनेवाला छ, केही राम्रो हुनेवाला छ, सारा जीवहरूको कल्याण हुनेवाला छ, यो विचार गर्नु पर्दछ। हात्ती देखियो सपनामा र मयूर देखियो यदि सपनामा भनेदेखि अगाडि यहाँनिर बताउनु भएको छ, त्यो पनि राम्रो हो, शुभ सपना हो। हिउँ परेको पहाड देखियो, गङ्गा बगेको निर्मल जल देखियो भने त्यो राम्रो हो। त्यस कारणले गर्दा सुन्दर जलहरू देखिएको छ, राम्रो जल छ। यदि त्यो जलमा स्नान गर्दैछन् त्यति राम्रो होइन, तर केवल जल देखियो भनेदेखि त्यो राम्रो हो, उहाँहरूको पनि हित हुन्छ भनेर त्यो कुरो यहाँनिर बताइयो। अगाडि हेर्नु है, सेतो नागले टोकेको देखियो यदि भनेदेखि त्यसलाई पनि राम्रो भनेर बताइएको छ। धन मान सम्मान प्राप्त हुन्छ। नाग देख्नु, अलग्गै नाग देख्नुलाई अशुभ मानिन्छ, तर भगवान शिवको लिङ्गमा, शिवलिङ्गमा बेरिएको यदि नाग हामीले सपनामा देख्छौँ भने यसले कल्याण प्रदान गराउँछ, सन्देह छैन। विष्णु पुराणमा त यहाँसम्म लेखिएको छ सज्जन वृन्द, यदि मनुष्यले सपनामा भगवानलाई देख्छ भने सत्ययुगमा प्रत्यक्ष देख्दाखेरि जुन फल प्राप्त गर्थ्यो, कलियुगमा केवल सपनामा पनि भगवानलाई देख्छ भने केही फललाई प्राप्त गर्छ भनेर बताइएको छ।